And the Nepalese audience are sleepless. They are scrolling and typing who is the heroine, who is the culprit, who is the victim. तू समझा? हाँ. Comment section खोलेर हेर्ने हो भने 99% comments are dumb and idiotic. कसलाई पनि फरक परेको छैन कि यो कुराहरुबाट के थाहा हुन्छ भन्दा लिटरेसी लेभल कति छ नेपाली ऑडियन्सको भनेर चाहिँ थाहा हुन्छ के. सबैलाई के जान्नु छ भन्दा कुन ठाउँमा चाहिँ गरियो तन्त्र मन्त्र र को चाहिँ हिरोइन हो भनेर. कसलाई पनि यो फरक पर्दैन कि कतिको राइट छ त यसरी मान्छेलाई म्यानिपुलेटेड गर्न एउटा मेन स्ट्रीम मिडियाबाट. न्यूज भनिसकेपछि नेपाली ऑडियन्सले एउटा फ्रन्टलाइनको फेमिनिजमको ट्याग बोकेर बसिसकेका हिरोइन्सहरुलाई हेर्ने नजरिया कतिसम्म चेन्ज हुन सक्छ भनेर कसैले पनि एनालाइसिस गरेको छैन. Actually, I will give you one example. And the Nepalese audience are sleepless. They are scrolling and typing who is the heroine, who is the culprit, who is the victim. तू समझा?